हेलो गाइस, गुड आफ्टरनुन साथीहरू। आज चाहिँ म बनाइरहेको छु सिजनी स्प्रिङ रोल, चिकन रोल र यहाँ चाहिँ चिजी चिकन फाले र यो चाहिँ रेडी भयो। सबै इन्ग्रेडियन्टहरू हालेर पनि सबै तयार भइरहेछ र अब चाहिँ म फ्राई गर्न आँटेको छु गाइस। कराई चाहिँ मैले चढाइसकेको छु गाइस, हेर्नुहोस् रोल र फालेको लागि। फर्स्ट चाहिँ म फाले फ्राई गरिरहेको छु गाइस, हेर्नुहोस् फाले। लु फाले चाहिँ फ्राई हुँदैछ, हेर्नुहोस् है गाइस, फाले चाहिँ फ्राई हुँदैछ। दुईटै फाले मैले हालिदिएँ। एकपट्टि भइरहेको छ फाले र अर्कोपट्टि नि गरौँ। हेर्नुहोस् है गाइस, क्रिस्पी हुँदैछ, क्रिस्पी। चिकन चिजी फाले तयार हुँदैछ गाइस। हेर्नुहोस् है गाइस, फाले चाहिँ म फ्राई गर्दैछु। हेर्नुहोस् है गाइस, फाले चाहिँ हुँदैछ। दुईटै एकैचोटि हाल्छु यहाँनिर। फाले चाहिँ हुँदैछ। फाले चाहिँ रेडी भइसक्यो। यहाँ चाहिँ हेर्नुहोस् है, यहाँ पनि रेडी छ फाले चाहिँ। र यहाँ चाहिँ रोल छ। अब चाहिँ रोलको टर्न आयो, स्प्रिङ रोलको टर्न आयो। रोल पनि मैले फ्राईमा हालिदिएँ। दुईवटा गर्नु पर्यो। रोल पनि हुँदैछ गाइस, हेर्नुहोस् है। रोल पनि रेडी भयो गाइस, हेर्नुहोस् है। स्प्रिङ रोल पनि रेडी हुँदैछ। लु गाइस साथीहरू, स्प्रिङ रोल र फाले पनि रेडी भयो। वुड यु लाइक, तपाईँहरूलाई कस्तो मनपर्छ फाले या स्प्रिङ रोल? कमेन्ट्स बक्समा प्लिज लेखिदिनु होला है, कमेन्ट्स गरिदिनु होला। हेर्नुहोस् सो क्रिस्पी भएको छ। हाम्रो सेफले टेस्ट गर्दैछ, अब खानुहोस् कस्तो टेस्ट भएछ। टेस्ट कस्तो भएछ? ओके।